चाहिँ इतोसीमा शनिबारको दिन घुम्न आएको हामी। दामी छ, धेरै मान्छेलाई चाहिँ थाहा होला बट दामी है। वा सनसेट हेर्दै क्या ठ्याक्क देखेको नि रहेछ फेरि अझ। यो इतोसीमाको यो चाहिँ के हो थाहा छैन, तर सायद हिस्टोरिकल प्लेस हुनुपर्छ। बाबु के भयो तिमीलाई सानो? ढाडन 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 दामी रमाइलो भयो इतोसीमामा। अनि हामीले हेर्दै फोटोहरू पनि खिच्यौँ होइन। सायद यो दुईटा टापुमा बिचमा एउटा मालाले बाँधेको छ भन्नु मतलब बुढाबुढी होइन कपाल हुनुपर्छ हो। सायद यो हनिमुनको लागि फेमस एरिया हुनुपर्छ। अनि त्यही भएर हामी पनि आयौँ। कस्तो लाग्यो तँलाई? कस्तो लाग्यो तँलाई इतोसीमा? राम्रो लाग्यो हो? कस्तो रे है? ए हो र? ल इतोसीमाको यो फेरि अलि त्यो अघिनको प्लम बिच भन्दा अलि दामी ठाउँ छ। अहिले यो नयाँ जिप लाइन जस्तो पनि बनेको रहेछ। अनि दामी छ ठाउँ। खुच्चे गयो ल, खुच्चे गयो खुच्चे गयो। दामी ठाउँ छ। आजको हाम्रो टुरको मेम्बरहरू चाहिँ यही हो। हाम्रो पर्मानेन्ट आफ्नै मेम्बर